हामीहरूसँगै आशिष दिलाउने बोली भन्ने शीर्षकमा परमेश्वरको वचन अध्ययन गर्ने समय लिनेछौँ। यूहन्ना अध्याय 3 मा एकपटक हेरौँ। यूहन्ना अध्याय 3 को पद 3 मा सँगै हेरौँ। येशूले तिनलाई जवाफ दिनुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन। हामीले आफ्नो शारीरिक जन्मलाई पहिलो जन्म भनेर वर्णन गर्न सक्छौं भने यूहन्ना अध्याय 3 को आत्मिक जन्मलाई नयाँ जन्म भनेर वर्णन गर्न सक्छौं। विगतमा हामी सजिलै रिसाउने, गणगण गर्दै रिस पोख्ने, अरूसँग अनुचित व्यवहार गर्ने अनि आक्रोशित हुँदा आफ्नो रिसलाई नियन्त्रण गर्न नसकी कठोरतापूर्वक अरूलाई दबाब दिने त्यस्ता व्यक्तिहरू थियौं भनेर कल्पना गरौँ। नयाँ गरी जन्मनु भनेको दोस्रोपल्ट जन्मनु भन्ने अर्थ हो नि, होइन र? तसर्थ परमेश्वरको वचनको शक्तिद्वारा हामी शुद्ध र स्वस्थ हुँदै रिसाहा बोली, रुखो बोली र दाही बोली नबोल्ने व्यक्तिको रूपमा नयाँ गरी जन्मनुपर्छ। हामीले अरूलाई प्रोत्साहन दिने, हेरचाह र समर्थन गर्ने, उत्साह र शक्ति प्रदान गर्ने बोली बोल्नुपर्छ। तब बल्ल हामी हातमा हात मिलाउँदै सुरक्षित साथ अनन्त स्वर्गीय गृहनगर प्रवेश गर्न सक्नेछौँ। यदि हामी त्यस्तो बोली बोल्ने व्यक्तिको रूपमा परिवर्तन भयौं भने परमेश्वरले हामीलाई कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन, अर्थात् स्वर्ग राज्य प्रवेश गर्न नसक्ने मानिसहरूको समूहमा राख्नुहुने छैन। उहाँले तिमीहरूको जीवन साँच्चै स्वर्ग राज्य प्रवेश गर्न योग्यको छ भन्नुहुनेछ नि, होइन र? केही सन्तहरूले निस्तार चाड र सब्बात दिन नमान्नु स्वीकार्य हुँदैन, यसले गम्भीर परिणाम निम्त्याउँछ भन्ने कुरामा विश्वास गर्नुहुन्छ। तर नयाँ गरी जन्मने शिक्षालाई चाहिँ हल्लुको रूपमा लिने गर्नुहुन्छ। दाजुभाइ दिदीबहिनीहरू, हामीले परमेश्वरको कुनै पनि वचनलाई हल्लुका रूपमा लिनु हुँदैन। मत्ती अध्याय 5 को पद 20 मा हेरौँ। मत्ती अध्याय 5 को पद 20 मा हेरौँ। किनभने म तिमीहरूलाई भन्दछु, तिमीहरूको धार्मिकता शास्त्री र फरिसीहरूको भन्दा बढी भएन भने तिमीहरू कहाँ प्रवेश गर्ने छैनौ? तिमीहरू कुनै रीतिले स्वर्गको राज्यमा प्रवेश गर्ने छैनौ। यो वचन पनि परमेश्वरले दिनुभएको व्यवस्था हो नि, होइन र? यहाँ कुनै रीतिले भनेर जोड दिनुभएको वचनलाई हामीले याद गर्नुपर्छ। हामी सबैजना परमेश्वरभित्र नयाँ गरी जन्मने र स्वर्गीय मानिसको नयाँ रूप धारण गर्ने स्वर्गीय सन्तानहरू बन्नुपर्छ। हाम्रो बोली, व्यवहार र मनोवृत्ति संसारका मानिसहरूको भन्दा फरक देखिनुपर्छ नि, होइन र? लगातार अर्को वचन पनि हेरौँ, पद 21 मा। तिमीहरूले सुनेका छौ, प्राचीन समयका मानिसहरूलाई यसो भनिएको थियो, तैँले हत्या नगर्नु र जसले हत्या गर्छ त्यो दण्डको योग्य हुनेछ। तर म तिमीहरूलाई भन्दछु, जो कोही आफ्नो भाइसँग क्रोध गर्दछ त्यो दण्डको योग्य हुनेछ, र जसले आफ्नो भाइको अपमान गर्दछ त्यो महासभामा जवाफदेही हुनेछ। तर जसले आफ्नो भाइलाई त मूर्ख भन्छ, मूर्ख भन्ने शब्दलाई हिब्रू भाषामा राका भनिन्छ, जसले आफ्नो भाइलाई त मूर्ख भन्छ त्यो नरकको आगोमा पर्ने जोखिममा हुनेछ। यहाँहरू र म सियोनमा कुनै पनि सन्तसँग त्यसरी नबोल्ने व्यक्तिहरू बन्नुपर्छ नि। बाइबलमा आशिष दिलाउने, परमेश्वरलाई प्रभावित तुल्याउने र अनन्त स्वर्ग प्रवेश गराउने बोलीहरू छन्। हामीले बाइबलबाट त्यस्ता बोलीहरू सिकेर निरन्तर व्यवहारमा लागू गर्नुपर्छ। तसर्थ धन्यवाद, माफ गर्नुहोस्, मेरो गल्ती हो, म अझ प्रयत्न गर्दै अबदेखि राम्ररी गर्नेछु। यस्ता बोलीले अरूलाई चोट पुर्याउनुको सट्टा आदर दिने भएकोले हामीले सियोनमा सधैँ यस्ता आधारभूत बोलीहरू बोल्नुपर्छ।
हामीले निरन्तर मेलमिलाप र एकतामा रहेर सँगै कार्य गरौँ भन्न सिक्नुपर्छ। यूहन्ना अध्याय 3 मा येशूजुले भन्नुभयो, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन। अनि मत्ती अध्याय 5 मा पनि यसो भन्नुभयो, तिमीहरूको धार्मिकता शास्त्री र फरिसीहरूको भन्दा बढी भएन भने तिमीहरू कुनै रीतिले स्वर्गको राज्यमा प्रवेश गर्ने छैनौ। यो कुरालाई पहिलो थेस्लोनिकी अध्याय 5 मा गएर निश्चित गरौँ। पहिलो थेस्लोनिकी अध्याय 5 को पद 7 को वचन हेरौँ। किनकि सुत्नेहरू रातमा सुत्छन् र मद्य पिएर मात्नेहरू रातैमा मात्छन्। तर हामी चाहिँ केका हुनाले दिनका हुनाले हामी सचेत हौँ र विश्वास र प्रेमका छातीको पाता र मुक्तिका आशाको तोप लगाऊ। किनकि परमेश्वरले हामीलाई क्रोधको निम्ति होइन तर हाम्रा प्रभु येशू ख्रिस्टद्वारा मुक्ति प्राप्त गर्नलाई अघिबाटै नियुक्त गर्नुभएको हो। त्यसो भए मुक्ति पाउनेहरूले सधैँ कस्तो बोली बोल्नुपर्छ भन्ने कुरा पद 15 मा हेरौँ। पद 15 मा हेर्ने हो भने याद राख, कसैले खराबीको बदलामा खराबी नगरोस् तर एउटाले अर्को र सबैसँग सधैँ भलाइ गर्ने। के गर? चेष्टा गर, सधैँ आनन्दित रहो अनि निरन्तर प्रार्थना गरिरहो। साथै सबै परिस्थितिमा धन्यवाद देऊ, किनकि ख्रिस्ट येशूमा तिमीहरूका लागि परमेश्वरको इच्छा यही हो। बाइबलले हामीलाई यस्ता शिक्षाहरू दिएको छ। जीवन बिताउने क्रममा कहिलेकहीँ हामी रिसाउने वा चिन्तित हुने गर्छौँ र कतिपय अवस्थामा हामीले आफ्नो भावनाहरू नियन्त्रण गर्न पनि सक्दैनौँ। यस्तो अवस्थामा हामीले सधैँ यो वचन याद गर्नुपर्छ, तिमीहरूको धार्मिकता शास्त्री र फरिसीहरूको भन्दा बढी भएन भने तिमीहरू कुनै रीतिले स्वर्गको राज्यमा प्रवेश गर्ने छैनौ। साथै कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन। यो संसारमा जिउँदा हामी पनि सांसारिक भावनाहरू लिएर जिउँछौँ। त्यसकारण हामी सजिलै गनगन, आक्रोश, आलोचना, ईर्ष्या, दाह, अहङ्कार र घमण्ड गर्न पुग्छौँ। परमेश्वरभित्र नयाँ गरी जन्मेका मानिसहरूले ती सबै भावनाहरूलाई के गर्नुपर्छ? ती सबै भावनाहरूलाई हटाउनुपर्छ। त्यस्ता मानिसहरू कहाँ जान्छन्? तिनीहरू स्वर्ग राज्य जान्छन्। पहिलो थेस्लोनिकी अध्याय 5 को पद 15 मा हेरौँ। याद राख, कसैले खराबीको बदलामा खराबी नगरोस् तर एउटाले अर्को र सबैसँग सधैँ भलाइ गर्ने चेष्टा गर। हामीले अरू मानिसहरूमा सकारात्मक प्रभाव पर्ने बोली बोल्न र सकारात्मक प्रतिक्रिया दिन सक्दो प्रयत्न गर्नुपर्छ। एक्कासी परिवर्तन हुन गाह्रो भए पनि दिनमा 10 पटक गनगन गर्ने बानीलाई 5 पटक 2 पटक गर्दै न्यून बनाउनुपर्छ। यसरी हामी सबैजना बिस्तारै ख्रिस्टभित्र परिवर्तन हुने मानिसहरू बन्नुपर्छ। त्यसो भए हामीले कसो गर्नुपर्छ? हामीले सधैँ आनन्दित रहन सिक्नुपर्छ। हामी खुसी हुँदा गनगन गर्दैनौँ नि? हामीले सबै परिस्थितिमा के गर्नुपर्छ? धन्यवादी हुँदा हामी कहिल्यै गनगन गर्दैनौँ। सधैँ आनन्दित रहनु, निरन्तर प्रार्थना गर्नु र सबै परिस्थितिमा धन्यवाद दिनु, यो नै परमेश्वरको इच्छा हो। यदि यहाँहरूको पति, पत्नी वा छोराछोरीले यहाँहरूलाई असहज महसुस गराउने बोली बोले भने कहिलेकहीँ त भइहाल्छ नि भन्ने सोच्दै उनीहरूसँग स्वर्गीय मानिस जस्तो दयालु व्यवहार गर्नु उत्तम हुन्छ। त्यसरी नै 1 पटक, 2 पटक, 10 पटक, 100 पटक र 1000 पटक गरी स्वर्गमा आशिष जम्मा हुन्छ भन्ने कुरालाई हामीले याद गर्नुपर्छ। यी सबै परमेश्वरले हामीलाई दिनुभएका आज्ञाहरू हुन् नि? परमेश्वरको इच्छा यस्तो भए पनि हामी सधैँ रिसायौँ, अरूसँग झगडा गर्यौँ, कठोर बोली बोल्यौँ र अरूलाई मन नपरे पनि आफ्नै भावनाको मात्र ख्याल गर्यौँ भने के हुन्छ होला? त्यसो गर्दा पहिलो थेस्लोनिकी अध्याय 5 मा लेखिएका आज्ञाहरू
परमेश्वरका इच्छाहरू हुन् भनेर थाहा भए पनि हामी लगातार ती आज्ञाहरू उल्लङ्घन गर्ने अनाज्ञाकारी र मूर्खतापूर्ण जीवन जिउन पुग्नेछौँ। एफिसी अध्याय 4 को पद 22 मा हेरौँ। छली लालसाहरूद्वारा भ्रष्ट भएका तिमीहरूको अगाडिको जीवनको दाचासँग सम्बन्धित तिमीहरूको पुरानो स्वभाव के गर, त्याग र आफ्नो भित्री वर्तावमा नयाँ हो र परमेश्वरको स्वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्टि भएको नयाँ स्वभावलाई धारण गर। यसकारण जुट त्यागेर हरेकले आफ्नो छिमेकीसँग सत्य बोल, किनकि हामी एउटै शरीरमा एक अर्काका अङ्गहरू हौँ। क्रोध गर तर पाप नगर। घाम अस्ताउन अघि नै तिमीहरूको रिस मरोस् र दियाबलसलाई मौका नदेऊ। चोर्नेले अब उसो नचोरोस्, बरु उसले परिश्रम गरोस्। उसले आफ्नो हातले इमान्दारी साथ परिश्रम गरोस् र खाँचोमा परेकाहरूलाई दिन सकोस्। यहाँ हामीलाई के गर भनिएको छ? तिमीहरूका मुखबाट कुवाक्य ननिस्कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मिठो वचन मात्र बोल्ने गर, जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस्। अनि परमेश्वरका पवित्र आत्मालाई दुखित नतुल्याऊ, जसमा उद्धारका दिनको निम्ति तिमीहरू छाप लगाइएका छौ। पद 31 मा सबै तितोपना, क्रोध र रिस, हल्ला र निन्दा, सबै किसिमका डाहा समेत तिमीहरूले के गरिदेऊ, त्यागिदेऊ। परमेश्वरले ती सबै त्याग भनेर आज्ञा गर्नुभए तापनि केही सन्तहरूले त्यसलाई नत्यागी आफूभित्रै लुकाउनुहुन्छ। त्याग भन्नुहुने परमेश्वरको वचनअनुसार गर्नु नै आज्ञाकारिता हो। यहाँहरूमध्ये आज यो एकदमै अमूल्य छ। म यसलाई त्याग्न सक्दिनँ भन्दै आफ्नो खल्तीमा केही लुकाउनु भएको व्यक्ति हुनुहुन्छ? आज आराधना समाप्त हुने बित्तिकै खल्ती टकटक्याएर त्यसलाई फ्याँकिदियौँ। परमेश्वरले सबै किसिमका डाह समेत त्यागिदेऊ भन्नुभएको छ। पद 32 मा हेरौँ। एक अर्कालाई के गर भनिएको छ? जसरी परमेश्वरले ख्रिस्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै हामीले के गर्नुपर्छ? त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर। पापीहरू अन्त्यसम्म सत्यतामा स्थिर रहेनन् भने तिनीहरू अनन्त नरकको आगोमा फालिन्छन्। त्यसकारण हामीले तिनीहरूप्रति दया गर्नुपर्छ। तिमीहरू एक अर्काप्रति कोमल मनका र दयालु हो। अध्याय 5 को पद 1 मा हेरौँ। यसकारण तिमीहरू प्रिय बालकहरू झै परमेश्वरको देखासिकी गर्नेहरू हो। तिमीहरू प्रेममा चल, जसरी ख्रिस्टले पनि हामीहरूसँग प्रेम गर्नुभयो र परमेश्वरको निम्ति सुगन्धित भेटी र बलिदान भएर आफैलाई हाम्रा निम्ति अर्पण गर्नुभयो। हामी सबैजना अनन्त स्वर्गका मानिसहरू भई ख्रिस्टको महिमित स्वरूपमा परिवर्तन भएपछि परमेश्वरको राज्यमा सदा सर्वदा अनन्त जीवन र आशिष उपभोग गर्नेछौँ। हामीले यो पृथ्वीमा छँदा नै ईश्वरीय स्वभाव अभ्यास गर्नुपर्छ नि? हामीले त्यो अभ्यास नगर्दा पनि हुन्छ र? बाइबलमा भएका परमेश्वरका वचनहरू हामीले आदर गरेर पालन गर्नुपर्ने विधि, नियम र व्यवस्थाहरू हुन्। तसर्थ हामीले म यो आज्ञा पालन गर्न सक्दिनँ भन्नु हुँदैन। हामीले सम्पूर्ण आज्ञाहरू पालन गर्नुपर्छ र ती सबै आज्ञाहरू पालन गर्नको निम्ति हर प्रयत्न गर्नुपर्छ। येशूजुले गोडा धुने धर्मविधि गर्नुहुँदा पत्रुसले, तपाईले मेरा गोडा कहिले धुनुहुने छैन भने। तब येशूजुले के भन्नुभयो? मैले धोइदिइन भने त मसित तिम्रो केही हिस्सा हुने छैन भन्नुभयो। दाजुभाइ दिदीबहिनीहरू, परमेश्वरको वचन हाम्रा लागि निरर्थक हुनुहुँदैन नि, होइन र? तसर्थ हामीले सधैँ आनन्दित रहँदै निरन्तर प्रार्थना गर्नुपर्छ र सबै परिस्थितिमा धन्यवाद चढाउनुपर्छ। यो वर्ष सियोनका सबै सन्तानहरू आफ्नो पुरानो स्वभावलाई फालेर नयाँ स्वरूपमा परिवर्तन हुनुहुनेछ। अनि आत्मविश्वासका साथ परमेश्वरलाई अब म स्वर्ग जान तयार छु भन्न सक्ने व्यक्तिहरू बन्नुहुनेछ भनी आशा गर्दछु। गन्तीको पुस्तकमा 12 गुप्तचरहरूको सकारात्मक बोली र नकारात्मक बोली लेखिएको छ। तिनीहरू मध्ये 10 जनाले नकारात्मक बोली बोले।
तिनीहरूले दूध र मह बग्ने कनान देशमाथि हामीले कदापि विजय गर्न सक्ने छैनौँ भने। तर दुईजनाले चाहिँ त्यसो भनेनन्। उल्टै तिनीहरूले यसो भने, त्यहाँ बस्ने मानिसहरू बलिया र ठुला भए पनि उनीहरू हाम्रा शिकार हुनेछन्, किनकि परमेश्वरले हामीलाई त्यो देश प्रतिज्ञा गर्नुभएको छ। दाजुभाइ दिदीबहिनीहरू, योद्वारा कस्ता व्यक्तिहरू कनान प्रवेश गर्नेछन् र कस्ता व्यक्तिहरू प्रवेश गर्ने छैनन् भनेर पहिले निर्धारण गरियो। दोस्रो समूह किन प्रवेश गर्न सकेनन्? किनभने तिनीहरूलाई आशिष दिलाउने बोली कसरी बोल्नुपर्छ भन्ने कुरा थाहा थिएन। विश्वास सहितको बोलीले सधैँ आशिष दिलाउँछ। परमेश्वरलाई अग्राधिकार दिने बोली र उहाँलाई हाम्रो आत्माको मुक्तिदाता स्वीकार्ने त्यस्तो बोलीलाई सधैँ आशिषले पछ्याउँछ। परमेश्वरले यहोशू र कालेबलाई तिमीहरू दुवैजना निश्चय नै कनान प्रवेश गर्नेछौ भनेर आश्वासन दिनुभयो। तर बाँकी 10 जना गुप्तचर र तिनीहरूसँगै गनगन गर्दै रुने मानिसहरूलाई चाहिँ तिमीहरू कदापि कनान प्रवेश गर्ने छैनौ भन्नुभयो। दाजुभाइ दिदीबहिनीहरू, कस्तो बोलीले आशिष दिलाउँछ र कस्तो बोलीले श्राप दिलाउँछ भनेर बाइबलद्वारा ध्यानपूर्वक अध्ययन गरौँ। हामीले अघि हेरेको सुसमाचारको पुस्तकमा आफ्ना भाइ बहिनीलाई मूर्ख भन्ने मानिस स्वर्ग राज्य होइन कि नरकको आगोमा पर्ने जोखिममा हुनेछ भनेर लेखिएको थियो। दाजुभाइ दिदीबहिनीहरू, हामीले यसलाई हलुका रूपमा लिनु हुँदैन। यो चाहिँ येशूजुले दिनुभएको वचन भए तापनि ती मानव स्वभावहरूबारे मात्र भन्नुभएको हो। यसरी हामीले ती वचनहरूलाई हलुका सोच्नु हुँदैन। यो पनि परमेश्वरले स्वर्ग राज्य जाने मानिसहरू र नरक जाने मानिसहरूलाई छुट्याउनको लागि स्थापना गर्नुभएको महत्त्वपूर्ण मापदण्ड हो। परमेश्वरले सियोनको परिवारका प्रत्येक सदस्यहरूलाई कस्तो व्यवहार गर्न आज्ञा गर्नुभएको छ? तिमीहरूले यी मध्ये सबैभन्दा सानामा एकजनालाई जे जति गर्यो त्यो कसलाई गर्यो? त्यो मलाई गर्यो भनेर लेखिएको छ। यहाँ परमेश्वरलाई गर्यो भनेर पनि अर्थ लगाउन सकिन्छ। हामीले सबैभन्दा सानालाई समर्थन गर्ने र शक्ति दिने प्रोत्साहनको बोली बोल्दा हामी परमेश्वरसँग बोलिरहेका हुन्छौँ। यो कुरालाई बाइबलद्वारा निश्चित गरौँ। मत्ती अध्याय 25 को पद 40 मा हेरौँ। तब राजाले तिनीहरूलाई जवाफ दिएर भन्नेछन्, साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले यी मेरा भाइहरू मध्ये सबैभन्दा सानामा एकजनालाई जे जति गर्यो त्यो तिमीहरूले मलाई नै गर्यो। यहाँ मानिसहरूलाई दुई समूहमा विभाजन गरिएको छ। येशूजुले आशिष दिनुहुने दायापट्टिको समूह अनि उहाँले श्राप र दण्ड दिनुहुने बायापट्टिको समूह। त्यसो भए के ती मानिसहरूले आफ्नो दैनिक जीवनमा परमेश्वरसँग त्यस्तो व्यवहार गरेका थिए र? तिनीहरूले परमेश्वरसँग प्रत्यक्ष रूपमा त्यस्तो व्यवहार गरेका थिएनन्। यद्यपि परमेश्वरमा विश्वास गर्ने कान्छा भाइ बहिनीहरूप्रति तिनीहरूको व्यवहारले के थाहा दिन्छ? अन्ततः त्यो व्यवहार नै तिनीहरू स्वर्ग राज्य जान्छन् कि नरक जान्छन् भनेर निर्धारण गर्ने महत्त्वपूर्ण मापदण्ड हुन्छ। लगातार हेरौँ, पद 33 मा हेरौँ। पद 33 को वचनमा हेर्ने हो भने उसले भेडाहरूलाई आफ्नो दाहिनेपट्टि र बाख्राहरूलाई देब्रेपट्टि राख्नेछ। तब राजाले आफ्ना दाहिनेपट्टिकाहरूलाई भन्नेछ, आओ मेरा पिताका धन्यका हो, संसारको उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार गरिएको राज्यलाई अधिकार गर। किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दियो, म तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दियो, म परदेशी थिएँ, तिमीहरूले मलाई आश्रय दियो, नाङ्गै थिए, तिमीहरूले मलाई वस्त्र लगाइदियो, बिरामी थिए, तिमीहरू मलाई हेर्न आयो, जालखानमा थिए, तिमीहरू म कहाँ आयो। तब धर्मीजनहरूले उनलाई जवाफ दिनेछन्, हे प्रभु, कहिले हामीले तपाईलाई भोकाउनु भएको देख्यौँ र खान दियौँ, अथवा तिर्खाउनु भएको देख्यौँ र पिउन दियौँ? कहिले हामीले तपाईलाई परदेशी देख्यौँ र तपाईलाई आश्रय दियौँ, अथवा नाङ्गो देख्यौँ र वस्त्र लगाइदियौँ? र कहिले हामीले तपाईलाई बिरामी वा जालखानमा देख्यौँ र तपाईँ कहाँ आयौँ? तब राजाले तिनीहरूलाई जवाफ दिएर भन्नेछन्, साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले यी मेरा भाइहरू मध्ये सबैभन्दा सानामा एकजनालाई जे जति गर्यो त्यो तिमीहरूले मलाई नै गर्यो। खाँचोमा परेका भाइ बहिनीहरूलाई सहयोग र समर्थन गर्नु
अनि कसरी हौसला र सान्त्वना दिन सकिन्छ भनेर थाहा पाउनको साथै त्यसै अनुसार गर्नु चाहिँ परमेश्वरको निम्ति गर्नु सरह हो भनेर उहाँले भन्नुभयो। पद 41 मा हेरौँ। त्यसपछि उनले देब्रेपट्टिका मानिसहरूलाई भन्नेछन्, श्रापित मानिस हो, मबाट दूर हो र दियाबलस र त्यसका दूतहरूका लागि तयार गरिएको अनन्तको आगोमा जाओ। फेरि भन्नुपर्दा तिनीहरू नरकको आगोमा फ्याँकिनेछन् भन्ने अर्थ हो नि। पद 42 मा हेरौँ। किनभने म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दिएनौ, तिर्खाएको थिएँ, तिमीहरूले मलाई पिउन दिएनौ, म परदेशी थिएँ, तिमीहरूले मलाई आश्रय दिएनौ, नाङ्गो थिए र तिमीहरूले मलाई वस्त्र लगाइदिएनौ, बिरामी र जालखानमा थिए र तिमीहरू मलाई हेर्न आएनौ। तिनीहरूले पनि यसो भनेर जवाफ दिनेछन्, प्रभु, कहिले हामीहरूले तपाईँलाई भोकाएको वा तिर्खाएको देख्यौँ, परदेशी वा नाङ्गो वा बिरामी देख्यौँ वा जालखानमा देख्यौँ र तपाईँको सेवा गरेनौ? तब उनले तिनीहरूलाई जवाफ दिनेछन्, साँच्चै म तिमीहरूलाई भन्दछु, यी सबैभन्दा सानाहरूमध्ये एकजनालाई जे जति गरेनौ त्यो तिमीहरूले मेरो निम्ति गरेनौ। तब यिनीहरू अनन्त दण्डको भागी हुनेछन्, तर धर्मीजनहरू अनन्त जीवनमा प्रवेश गर्नेछन्। यसले को स्वर्ग जान्छ र को नरक जान्छ भनी निर्धारण गर्छ। हामीले निस्तार चाड, सब्बात दिन र परमेश्वरको नयाँ करारका व्यवस्थाहरू मान्ने भएकाले यी कुरा चाहिँ नयाँ करारका पक्षहरू होइनन् भनेर सोच्ने गर्छौँ। दाजुभाइ दिदीबहिनीहरू, नयाँ करारका सबै पक्षहरूले अन्ततः हाम्रो चरित्र निर्माण गर्नुपर्छ। परमेश्वरले पापी सन्तानहरूलाई पाप क्षमा दिन आफ्नो देह र रगत बलिदान गर्नुभयो अनि हामीलाई अनन्त मृत्युको बाटोबाट अनन्त जीवनको बाटोमा सार्नुहुँदै हाम्रो निम्ति आफ्नो प्रेम प्रकट गर्नुभयो नि, होइन र? हामीले निस्तार चाडको रोटी खाँदा र निस्तार चाडको दाखमधे पिउँदा के याद गर्नुपर्छ? पापीहरूको निम्ति परमेश्वरले गर्नुभएको प्रेम र बलिदान याद गर्नुपर्छ। मैले पनि आफ्ना भाइ बहिनीहरूको निम्ति यस्तो जीवन जिउनुपर्छ भन्ने भावना नयाँ करारभित्र जीवन्त हुनुपर्छ। हामी सबैजना आफ्नो वरिपरिको वातावरणमा परमेश्वरको आशिष, अनुग्रह र सुसमाचारको चमत्कार ल्याउने आशिषित सियोनका सन्तानहरू बन्नुपर्छ। तिमीहरूको धार्मिकता शास्त्री र फरिसीहरूको भन्दा बढी भएन भने तिमीहरू कुनै रीतिले स्वर्गको राज्यमा प्रवेश गर्ने छैनौ भन्ने वचनअनुसार हाम्रो कार्य, बोली र मनस्थिति साँच्चै स्वर्गीय मानिस अर्थात् स्वर्गदूतहरूको जस्तो हुनुपर्छ। हामी केवल 50% वा 60% मात्र परमेश्वरको स्वभावमा मिल्ने होइन कि 100% उहाँको स्वभावमा मिल्ने स्वर्गदूतहरू बन्न प्रयत्न गर्नुपर्छ। यो चाहिँ मैले अनुरोध गरेको होइन, तर हामी त्यस्तो स्वरूपमा परिवर्तन भएको परमेश्वर चाहनुहुन्छ। सियोनको परिवारका सदस्यहरूसँग कुराकानी गर्दा सधैँ आशिष ल्याउने बोली धेरै बोलौँ। हामीले त्यस्तो बोली बोल्ने आदत बसाल्नुपर्छ। परमेश्वरले हामीलाई कनान दिने प्रतिज्ञा गर्नुभएको छ, त्यसकारण हामीले आमेन, उनीहरू त हाम्रा शिकार हुनेछन् भन्नुपर्छ। तर यदि हामीले आमेन भन्नुको सट्टा गनगन गर्ने बोली बोल्यौँ भने के हुन्छ होला? अन्त्यमा सबै नष्ट भएर हामीले मृत्युको सामना गर्नुपर्ने हुन्छ नि, होइन र? त्यसकारण पहिलो कोरिन्थी अध्याय 10 मा हामीले गनगन गर्नुहुँदैन भनेर बारम्बार जोड दिइएको छ। कहिलेकही हामीले आफ्नो जीवनमा बाधाहरूको सामना गर्नु परे पनि त्यसमा परमेश्वरको महान उद्देश्य लुकेको हुन्छ। कहिलेकही हामीले ठूलो सफलता पाउने परिणाम आशा गरे तापनि क्षति बेहोर्नुपर्ने हुन सक्छ। परमेश्वरले हामी प्रत्येकको लागि उपयुक्त हुने विभिन्न परिस्थितिहरू दिनुहुन्छ। यद्यपि त्यो परिस्थितिलाई राम्ररी बुझ्दा के थाहा हुन्छ? अन्ततः परमेश्वरले हामीलाई आशिष दिनकै निम्ति त्यो बाटो दोहोऱ्याउनु भएको रहेछ भन्ने कुरा थाहा हुन्छ। विश्वासका पुर्खा याकुबका 11औं छोरा योसेफले पनि विभिन्न उतार चढावहरूले भरिएको जीवन बिताए। योसेफका दाजुहरूले तिनलाई मिस्रमा दासको रूपमा बेचेका थिए। पोतिफरको घरमा दास हुँदा तिनीलाई जुटो अभियोग लगाएर जालखानमा हालियो।
तिनले सपनाको अर्थ स्पष्ट गरी बताउन सक्थे अनि जालखानमा हुँदा त्यो क्षमताका कारण फारोबाट चुनिएर तिनी मिश्र देशका अधिपति भए। त्यसरी तिनको हरेक पाइलामा परमेश्वर सधैँ साथमा रहनुभयो। तिनका सुखका दिनहरूमा मात्र नभएर तिनले प्रतिकूल परिस्थितिहरूको सामना गर्दा पनि परमेश्वर सधैँ तिनको साथमा रहनुभयो। यो प्रक्रियाद्वारा इस्राएलीहरू मिश्र देशमा एउटा शक्तिशाली र महान जाति नबनुन्जेल परमेश्वरले धैर्यतापूर्वक पर्खनुभयो। हामीले उतार चढावहरूलाई दैनिक जीवनका एक हिस्सा हुन् भनेर स्वीकार्नुपर्छ। उक्त सन्तले परमेश्वरको आशिष पाउनु भएको छ, त्यसैले उहाँको जीवन एकदमै सहज छ। मैले चाहिँ किन यति धेरै कठिनाइहरू सहनु परेको होला? अथवा अरू सबै सन्तहरू खुसी देखिनुहुन्छ? परमेश्वरमा विश्वास गरे पनि मैले परमेश्वरको आशिष किन नपाएको होला भन्ने सोचाइ आउँदा हामीले त्यस्ता सोचाइहरू हटाउनुपर्छ। परमेश्वरले अन्त्यमा हामी सबैजनालाई के दिनुहुन्छ? अन्तत परमेश्वरले हामी सबैजनालाई आशिष दिनुहुन्छ। हामीले आशिष प्राप्त नगर्दासम्म परमेश्वरले हामीलाई अवरोधको सामना गर्नुपर्ने, कठिनाइ सहनुपर्ने, क्षति बेहोर्नुपर्ने र कहिलेकहीँ ठूलो सफलताको आनन्द लिन सकिने प्रक्रियाहरूबाट गुज्रने गराउनुहुन्छ। सजिलो बाटो, अप्ठ्यारो बाटो वा यस्ता दशौं हजार परिस्थितिमा पनि परमेश्वर सधैँ हाम्रो साथमा रहनुहुन्छ। हामी मृत्युको अन्धकारमय घाटी भएर जानु परे तापनि परमेश्वरले के गर्नुहुन्छ? उहाँ सधैँ हाम्रो साथमा रहनुहुँदै ज्योति र लहुरो बन्नेछु भन्नुभएको छ नि, होइन र? परमेश्वरले हामीलाई अनन्त स्वर्ग राज्यको राजकीय पुजाहारीगिरीको महिमित स्थानमा राख्नको निम्ति यस पृथ्वीमा हामी सबैलाई फरक फरक जीवन जिउने गराउनुहुन्छ। हामीले जीवनमा यस्ता कुरा अनुभव गर्दा के मैले मात्र आशिष नपाएको हो? किन मलाई मात्र यस्तो हुन्छ भन्दै नकारात्मक रूपले सोच्नु हुँदैन। योसेफले आफ्ना दाजुहरूलाई के भनेका थिए भनेर सोचौं। मलाई मिश्रमा दासको रूपमा बेच्ने तिमीहरू होइनौ, तर परमेश्वरले नै मलाई यहाँ पठाउनु भएको हो। सबै कुरा परमेश्वरको महान प्रबन्धभित्र पूरा भएकाले तिमीहरू आफूलाई दोष नदेऊ भनेका थिए। तिनले आफूलाई बेच्ने दाजुहरूलाई घृणा गर्नुको सट्टा सान्त्वना दिए भनेर बाइबलमा अभिलेख गरिएको छैन र? पितामाताले उहाँको महान योजनाभित्र हामीलाई स्वर्ग राज्यको अर्थपूर्ण बाटोमा दोहोऱ्याइरहनु भएको छ। त्यसकारण हामीलाई जस्तोसुकै जीवन दिइए तापनि त्यो स्वर्ग राज्य जाने यात्राको एउटा हिस्सा मात्र हो। यदि ती सबै नरक जानुपर्ने अवस्थाहरू भएको भए गनगन र गुनासो गर्न मुनासिब हुन्थ्यो, तर ती सबै स्वर्ग राज्य प्रवेश गर्ने अवस्थाहरू भएकोले गनगन र गुनासो गर्न आवश्यक छ र? हामी सधैँ आनन्दित रहनुपर्छ। हामीहरू सधैँ धन्यवादले भरिपूर्ण हुनुपर्छ। हामी सबैजना हरेक दिन परमेश्वरलाई महिमा र स्तुति चढाउने मानिसहरू बन्नुपर्छ। प्रत्येक दिन आशिष दिलाउने बोलीले सियोन भरिनेछ भन्ने आशा गर्दै आजको प्रवचन समाप्त गर्दछु। धन्यवाद।